पहिले होसियार भयो भने पछि दुःख पाउनु पर्दैन भनेको यही हो। झट्ट हेर्दा लाग्ने यो कुनै ठुलो दुर्घटना जस्तोको दृश्य भए पनि यो कुनै दुर्घटना नभएर यो टालटुल यो व्यवस्थापन दुर्घटनाको नभएर यो हातखुट्टाहरूमा चोट लाग्नबाट बचाउनको लागि रहेछ। सुरुमा त मैले केटाहरू ल छिटो अङ्कल छिटो दिनु हामीलाई टेप भन्दाखेरि कुनै ठुलो दुर्घटना नै भएर आएके हो जस्तो लागिरहेको थियो। तर यो दुर्घटना नभएर यिनीहरू चाहिँ बर्दियाबाट आएका केटाहरू रहेछन्। यो के अरे लुम्बिनी प्रदेश स्तरीय यो कबड्डी प्रतियोगितामा भाग लिनुको लागि र कबड्डी प्रतियोगिता भइरहँदा कहिलेकाहीँ लोट्ने अनि खुट्टाहरूमा हातहरूमा चोट लाग्ने डर हुँदो रहेछ धेरै। अनि त्यसले गर्दाखेरि अब यो चिप्किने खालको टेपहरू लायो भने चाहिँ यो लड्दाखेरि चाहिँ हात खुट्टाहरूमा चोट लाग्ने यो चाहिँ समस्याबाट बचाउँदो रहेछ। त्यसले गर्दा नै यिनीहरूले विभिन्न जहाँ कमजोर छ मासुहरू जहाँको चाहिँ छिटै चाहिँ इन्जरी हुनसक्छ त्यस्तो ठाउँहरूमा चाहिँ यिनीहरूले चेप्टाउँदा रहेछन्। यो जानकारी पनि पाइयो हामीले आज यिनी केटाहरू आएपछि है त। ल हजुर धन्यवाद छ सबैलाई।